Sometimes the road leads you to stories you have only heard in school. A kingdom, a king, and a vision that united a nation. This place, it's where Prithvinarayan Shah dreamed of one Nepal. Stone, walls, ancient places, they whisper the past. I am taking you, Gorkha. Welcome to Vimsen Park. यो चाहिँ गोर्खाको एकदमै दामी पार्क हो रे भीमसेन पार्क भीमसेन थापाको यादमा बनाइएको पार्क सो इट लुक्स भेरी ब्युटिफुल तर आज चाहिँ हामी एकदम नमिठो बेलामा आइएको छ किन भन्दाखेरि पुरै यो हुस्सु लाएर है यो सब यहाँ पुरै माउन्टेन रेन्ज देखिन्थ्यो रे अब राम्रो बेलामा आएको भए त खतरा देखिन्थ्यो होला आज चाहिँ एकदम नराम्रो बेलामा आइएको छ र यहाँ पनि अलिकति रेनोभेसन चाहिँ चलिरहेको रहेछ कि गणेशको मूर्ति यता राख्ने कुरा चाहिँ भइरहेको छ र यहाँ चाहिँ जस प्रिटी गुड एरिया अनुसार हैन यहाँभन्दा अलिकति थोरै तल गयो भने चाहिँ तलै हैन गोर्खा प्यालेस यहाँबाट अलिकति माथि गयो भने चाहिँ गोर्खा प्यालेस पनि देखिन्छ क्या हैन माथि कि तल थाहा हैन फिक्स छैन गोर्खा प्यालेस हो कि हाम्रो मेन डेस्टिनेसन यो त बाटोमा पर्छ फेबटार हुन्छ तलबाट टार्ला अनि म दिस देखाउँछु त्यहाँबाट गएपछि तिमीले बारपाक भने नि हेरियो खोज्न पर्छ कि त्यसलाई बारपाक यो खोज्नु यहाँ देखिन्थ्यो उ त्यो माथि सेतो सेतो देख्यो नि त्यो हिमालको रेन्ज पुरै देखिन्थ्यो कि त्यही भएर यहाँ आउने गरे अब सनराइज हेर्नुलाई कि उ त्यो हिमालको रेन्ज छैन यो खोज्दा उ त्यो माथि त्यो बिचमा डाँडो छ नि त्यहाँनिर एउटा बारपाक हो कि त्यहाँ यो गोर्खाको अहिले त्यो बजारको ठ्याक्कै उत्तरपट्टि छ कि हामी के अरे त्यो के भन्छ दरबारको उत्तरपट्टि यो पार्क चाहिँ भर्खर बनाएको छ चौरत्तरमा बुझ्यो नि काफल टिपी राखौँ होइन यहाँ हरियो नटिप हरियो कहाँ चल्छ तेर्नु चाहिँ हरियो नखाऊ फाइनली मेरो टु दरबार यो चाहिँ तलपट्टिको दरबार होइन बाँदरै बाँदर हुने रहेछ यहाँ त लास्ट इयरले त्यो बत्रबाट हालेको यस्तै हो लड्छ नि सबै ठाउँमा छ क्या पृथ्वीनारायण शाह भएको ठाउँमा आइरहेको छु म चाहिँ यहीँभित्र त होला यहाँ उता जान दिँदो रहेछ चापी लगायो यहाँबाट यहीँ बाहिर हेर्ने बस्ने यहीँ सुत्यो होला है यो पनि सर्किएको छ नि छैन नि यहाँ सबै गरेर कस्तो गरेर बोलिरहेको त्यो त धागा लाएर बनायो भने धागा लाएर सिद्ध बनायो भने त्यसको सक्यो कि यस्तो हर्रै खुवाउनु सक्छ कि बुझ्यो न त उता नि त्यस्तो त्यस्तै थियो त्यस्तो सुकु पिसी थियो उता नि अहिले बिचमा त माटो थियो तर जस्तो यो बिचमा त्यो सिमेन्ट हाल्ने अनि रोड हालिएर रोड यहाँ देखाएर राखेको छ नि त्यति काट्दै के जान्छ यो रोड कस्तो हुन्छ भने योभन्दा यता भित्र मोटो हुन्छ कि त्यसलाई पुरै दबाउने हो कि यो खर्चिलो पनि हुन्छ यो महँगै पर्छ हाल्नु पनि एउटा रोड हाल्नु नि त्यो 2-3 दिन लाग्छ कि दुलो पार्ने पहिला आइकालले पारेछ त्यो उस सिमेन्टीमा दुलो पार्ने हुन्छ नि घुर्र पारेर त्यसले दुलो पार्ने हो कि लामो दुलो पार्ने नि हाल्ने हो त्यो लामो रोड दुलो पार्ने रोड पनि लामै चाहिन्छ अनि त्यो जनाले समातेर सक्दैन 4-5 जनाले समात्नुपर्छ दुलो पार्दाखेरि त्यो हालेपछि त्यो जमेर बस्दैन कि नलड्छ माथिको दरबार चाहिँ वी आर फिनिस्ड अब चाहिँ तलपट्टि पनि अर्को दरबार रहेछ पहिलाको जमानामा चाहिँ माथिको दरबारबाट चाहिँ एउटा पटुवाले चिच्चाएर तलको दरबारमा न्युज पठाउँथ्यो अरे कि केही भयो भने ओ भन्दै हामी चाहिँ तलको दरबार जाँथ्यौँ भर्याङको बाटो रहेछ अहिले चाहिँ ट्याक्सीमा आएको उताबाट अब चाहिँ भर्याङको बाटो चढ्दैछौँ म फेरि चप्पल लाएर आइदिएको क्या आज डनुको द्याट्स वेयर वी आर गोइङ राइट नाउ थाकेर पसिना त चुहाइ कम्पनी 2जना हराए कहाँ हत्तो पत्तो छैन कुरिरहेको म नेपालको चाहिँ 2टा राम्रो कुरो र नराम्रो कुरो चाहिँ मलाई के लाग्यो भन्दाखेरि संरक्षण गर्न खोजे तर नराम्रो कुरो चाहिँ के भन्दा मेन्टेन गरेको छैन कि केही पनि हुन्छ नि ओल्ड टेक्नोलोजीलाई प्रिजर्भ गरेको छ तर गर्नुपर्ने तरिकाले गरेको छैन द्याट्स इक्वल टु अर द्याट इम्प्लाइज करप्सन गोर्खा प्यालेसभित्र आइसकेको छ यही हो है तल्लोपट्टिको अघि माथिकोबाट देखाएको चाहिँ
यो अघि हामीले माथि डाँडाबाट चाहिँ यहाँ तल जाने भन्थ्यो नि त्यो प्यालेस चाहिँ यो हो यो चाहिँ पुरै हाम्रो प्यालेसको गार्डन सही छ एकदम तलसम्म छ होला वी विल सी द्याट प्लेस दिस इज वेयर वी केम फ्रम यो चाहिँ अहिले हामी जहाँ छौँ त्यो हो माथिल्लो दरबार चाहिँ रहन्छ यो चाहिँ पुरै गोर्खा एरिया यो चाहिँ हामी अहिले यहाँ छौँ यो मेन बिचको डल्लो जस्तो छ नि त्यसमा यो चाहिँ हाम्रो पृथ्वीनारायण शाह मेन चाहिँ स्टार्टिङ चाहिँ यो कुलवन्त शाह अनि द्रव्य शाह चाहिँ यसको नाति अनि द्रव्य अनि यसो यसो हुँदै 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 यहाँ पृथ्वीनारायण शाहसम्म आइरहेको रहेछ यो चाहिँ क्ल्यान हुन्छ नि एउटा गोत्र हुन्छ गोर्खाको पुरानो म्याप हाम्रो एकदमै पुरानो म्याप अहिले रामशाह राजा रामशाह हुने बेलाको चाहिँ म्याप होइन यो चाहिँ अहिले चाहिँ गोर्खा चाहिँ यति यो चाहिँ ओल्ड म्याप अहिले चाहिँ यति मात्र छ वेपन्सहरू है हामीलाई भिडियो खिच्न त नखिच भने है भर्खर खिचेको त्यही नै म जबरजस्ती खिचिदिन्छु तर अगाडिपट्टि चाहिँ त्यहाँ पुरै जन्मकुण्डली रहेछ त्यो चाहिँ नपाइने होला सायद यो चाहिँ पाइन्छ होला सब गनहरू राजगद्दी राजा यहीँ बस्थ्यो होला है घरमा बस्यो भने म राजा हुन्छु म बस्थिन्छु त्यसपछि म राजा पुरानो चाँदीको सिक्काहरू अल सिल्भर कोइन्स भित्रबाट चाहिँ हामी भर्खर निस्क्यौँ भित्र धेरै ठाउँमा त छिर्नै दिँदो रहन्छ बाहिर बाहिर हालिहाली हेर्ने रहेछ मोबाइल खोल्यो बन्द गर भाइ गर्छ यो के हो भित्रको कोठा पनि देखिएन कहाँ हो पृथ्वीनारायण शाह बसेका कहाँ अब सिमेन्ट त यस्तो यस्तो सिमेन्ट छ यो पक्कै पहिलाको बेलाको सिमेन्ट त होइन है अहिले भर्खरको सिमेन्ट हो यो नयाँ छ कलर सलर सबै न्यू पृथ्वीनारायण शाह त लास्टै बुढा रहेछन् 303 वर्ष जेठा रहेछन् हामीभन्दा लास्टै नै बुढा रहेछन् यार म त भर्खरकै सोच्थेँ अब चाहिँ पृथ्वीनारायण शाहले आफ्नो गर्लफ्रेन्डहरूलाई कहाँ कहाँ लान्थे त्यहाँ जान लाम हामी गार्डनतिर गार्डन त लान्थ्यो होला नि होइन अरू यहाँ लाने यतातिर गार्डनतिर जान लाम गार्डन त एकदम ठुलो छ भन्दै अरे ऊ त्यो पोखर रहेछ पक्कै त्यहाँ पनि लान्थे होइन Morning everybody, and this is the day 2 of my stay at Gorkha. So as told, we are going to Manakamana temple and we are going to take a different route. We will go by bus to Manakamana temple. यहाँ गोर्खाबाट लाउँछ गोर्खाबाट बसमा गयो भने चाहिँ लगभग 11 बजे पुऱ्याउँछ अरे 8 बजे हिँड्यो भने अनि त्यहाँ बसेर 2 बजेको गाडीमा हिँडेर 4 बजे फर्केर अनि भोलि चाहिँ we will be returning back किन भन्दाखेरि we have a huge program coming in that is international volleyball competition from Lions Club, so we have to take part in that, not part as an organizer, so let's go. नेपालको जुनसुकै ठाउँमा छ खाल्टो अनि यसमा धुलो जहाँ पनि everywhere. We are now moving off to Manakamana from this bus. हामी चाहिँ बसमा जाने हो होइन यहाँ चाहिँ यस्तो छ हाम्रो गोर्खा सिटी अब बाटोमा देखाउँछ कस्तो हुँदो रहेछ बसको ट्राभल फ्रम गोर्खा टु मनोकामना. As I stand here reflecting on this incredible journey to Gorkha and the sacred grounds of Manakamana temple, I feel a deep sense of gratitude. It's more than just a trip. It's an experience that connects us to history, culture and spirituality. I hope this vlog brought a glimpse of that to you. Until next time, take care and remember, the journey never truly ends. Thank you for watching.